अहिले सर्वप्रथम स्कुलको टिचरहरू अनि कर्मचारीहरू प्रिन्सिपलहरू पनि पाउनु भएको होला, यहाँ आउनुभएको छ। अनि यहाँ के अरे स्टुडेन्टहरू पनि यहाँ आउनुभएको होला, अनि हाम्रो जनताहरू पनि छ। सबैलाई अनि सर्वप्रथम नमस्कार भन्न चाहन्छु। अनि अहिले मेरो विचारमा चाहिँ सबैले फाइदा हुनुको लागि चाहिँ केही कुराहरू गरौँ भन्दा नि थियो। तर पहिला यो ध्यानको विषयमा, ध्यान भन्ने चाहिँ त्यो कुराहरू, त्यसको शिक्षा भनौँ, ध्यानको शिक्षा चाहिँ अलिकति सबैले थाहा भयो भने सबैले आफ्नो जीवनमा फाइदा धेरै हुन्छ। आजकल युरोपतिर, अमेरिकातिर, त्यो जापानतिर धेरै त्यो के अरे बाहिरको धानमा के अरे दौलतमा त्यस्तोमा धेरै विकास भएको ठाउँमा पनि आजकल अनि मेडिटेसन भन्ने, योगा भन्ने, अनि त्यस्तो ध्यानकोमा धेरै ध्यान दिन्छ होइन। त्यसो कारणले यो ध्यानको विषयमा चाहिँ मैले अलि भन्यो भने सबैले फाइदा हुन्छ लाग्छ। त्यो सँगै मनोविज्ञान, मनोविज्ञान भन्ने चाहिँ अनि गर्छ मेन्टल साइन्स, त्यो मेन्टलको विषयमा भन्यो भने अनि फेरि विद्यार्थीहरूलाई फाइदा हुन्छ भने त्यो पनि लाग्छ। त्यो सँगै अनि अलिकति सबैले चाहिने कुरा गौतम चाहिँ पाउँछ थान्दैछु नि त्यो चाहिँ गौतम जल्लो छाछेलो। अब गौतम बुद्ध शाक्यमुनि भन्ने उहाँ चाहिँ बौद्धको चेलाद्वारा अनि उहाँले हेर्दाखेरि, दर्शन गर्दाखेरि उहाँ चाहिँ एउटा बुद्ध धर्मको अनि एउटा महान गुरु, मूल गुरु, ठुलो एउटा चाहिँ हो। तर धर्मलाई स्वीकारोस् या नस्वीकारोस्, धर्मले मान्यो भने मान्य हो भने हुन्छ, नमाने पनि हुन्छ। तर एउटा शिक्षाद्वारा, बुद्धको एउटा शिक्षाद्वारा हेऱ्यो भनेदेखि उहाँ एउटा अनि एजुकेटेड ग्रेट पर्सन एउटा चाहिँ अनि त्यो शिक्षा, धेरै शिक्षा राम्रो भएको, धेरै ज्ञान भएको एउटा व्यक्ति हो। फेरि उहाँको शिक्षाको भित्र पनि अनि के अरे विज्ञानको कुरा धेरै हुन्छ, साइन्सको कुराहरू धेरै नै हुन्छ। खास गरेर मेन्टल साइन्स, माइन्डको विषयमा, त्यो मनोविज्ञानको विषयमा उहाँले चाहिँ अनि धेरै उहाँको ज्ञानहरू, शिक्षाहरू छ। त्योद्वारा हामीले हेऱ्यो भनेदेखि बुद्ध चाहिँ एउटा धार्मिक मान्छे, धार्मिकको व्यक्ति मात्र नभएर सत्य नै एउटा ज्ञानी, धेरै नै उहाँ त्यो शिक्षा भएको एउटा व्यक्ति हो है। त्यसो कारणले बुद्धले अहिलेसम्म दिनुभएको अनि प्रवचनहरू, उहाँको अनि ज्ञानहरू, शिक्षाहरू जति छ त्यो चाहिँ तीनमा भाग गर्नु सक्छ। एउटा चाहिँ अनि बुद्धिस्ट साइन्स भन्छ, अनि बौद्धको विज्ञान, एउटालाई चाहिँ अनि बुद्धिस्ट साइन्स मात्र नभएर अनि बुद्धिस्ट फिलोसफी भन्छ, बौद्धको सिद्धान्त, बौद्धको सिद्धान्त, फिलोसफी, भ्यू, त्यस्तो एउटा छ। फेरि त्यो मात्र नभएर बौद्धको एउटा के अरे ध्यान अभ्यास छ, बुद्धिस्ट मेडिटेसन एन्ड प्र्याक्टिस भनेर एउटा छ। त्यसो कारणले उहाँको जति बुद्धको शिक्षा, बुद्धको त्यो छ, त्यो सबै त्यो तीनमा समेटेको हुन्छ। अब यहाँ हामीले थाहा हुनुपर्ने कुरा चाहिँ बुद्धिस्ट साइन्स, बौद्धको
विज्ञान र बुद्धिस्ट फिलोसफी बौद्धको त्यो सिद्धान्त त्यो पढ्नुको लागि र त्यसलाई अनि छलफल गर्नुको लागि त्यसलाई खोज तलास रिसर्च गर्नुको लागि त्यो गर्ने मान्छे चाहिँ बुद्धिस्ट हुनु पर्दैन, बौद्ध हुनु पर्दैन। बौद्ध होस् अबौद्ध होस्, जो मान्छेले अनि शिक्षालाई अनि ध्यान छ, शिक्षा चाहेको हुन्छ, त्यही व्यक्तिले त्यो शिक्षाहरू पढ्यो भने हुन्छ। त्यो मात्र नभएर त्यो पढेर अनि आफ्नो आफैलाई फाइदा भने धेरै हुन्छ। आफैले फाइदा भने चाहिँ जिउलाई त्यति फाइदा हुन्छ भनेर चाहिँ भन्नु सक्दैन, तर हाम्रो अनि मानवहरूलाई शरीर पनि छ, त्योसँगै मन पनि छ। त्यो दुईमा चाहिँ मन चाहिँ धेरै महत्त्वपूर्ण हो। फेरि मनको भित्र पनि धेरै ठुलो कुरा, मनको भित्र एउटा बुद्धि भन्ने, इन्टेलिजेन्ट भन्ने है, विस्डम बुद्धि भन्ने एउटा छ। एउटा चाहिँ मनको भित्र अनि माया दया जस्तो राम्रो मन एउटा हुन्छ। बुद्धि भन्ने मन एउटा राम्रो मन। त्यो दुई चाहिँ हाम्रो यो जीवनमा त्यो दुई चाहिँ धेरै महत्त्वपूर्ण हो। त्यसो कारणले त्यो दुई चाहिँ हामीले विकास गर्नैपर्छ। गर्यो भनेदेखि धेरै नै फाइदा छ। त्यसो कारणले इन्टेलिजेन्ट पावर अनि इम्प्रुभ विकास गर्ने, बुद्धिलाई विकास गर्ने भन्ने मन छ भनेदेखि अहिले बुद्ध शाक्यमुनिले दिनुभएको उहाँले अनि उहाँको शिक्षा पढ्यो भनेदेखि धेरै विकास हुन्छ, धेरै फाइदा हुन्छ। मनको भित्र माया दया जस्तो राम्रो मन त्यो हामीले विकास गर्ने हो भनेदेखि फेरि बुद्धको शिक्षाद्वारा धेरै विकास हुन्छ। त्यो विकास हुन्छ भने चाहिँ त्यो के अरे बुद्धको चेलाले अनि ज्ञान शास्त्रमा किताबमा लेखेर मात्र होइन कि आजकलको अनि यो जम्बुद्वीपमा भएको धर्मलाई नमान्ने, स्वीकार नगर्ने अनि विज्ञान मोडर्न साइन्टिस्ट, मोडर्न एजुकेट त्यस्तो धेरै नै थुप्रै नै छ। त्योहरूले आफ्नो त्यो बुद्धको शिक्षाहरू पढेर अनि आफैले फाइदा भएर उहाँहरूले लेख्नु भएको किताबमा लेखेको छ। बुद्धको चेलाले भनेको होइन कि उहाँहरूले भनेको कुरा चाहिँ हो। त्यो मात्र नभएर म पनि 6 वर्षदेखि हुनु त म नेपालमा जन्म भएको एउटा नेपाली हो, तर भने म 6 वर्षदेखि इन्डियामा गएको। 6 वर्षदेखि इन्डियामा गएर चाहिँ मैले आधुनिक शिक्षाहरू पढेको हो। त्यसको पछि आधुनिक शिक्षा पढेको पछि म अनि अब भिक्षु भनौँ, भिक्षु भनेर चाहिँ 13 वर्षदेखि अनि मैले अहिले म चाहिँ 48 अब 49मा पुगेको छ, 49 एजमा पुगेको छ होइन। अब त्यो वर्ष त्यति वर्षको भित्र मैले बुद्धको शिक्षा धेरै पढेको छ होइन। त्यसो कारणले मैले त्यत्रो वर्षमा मैले बुद्धको शिक्षा पढेर के फाइदा भयो भने मेरो आफ्नो अनुभव, मेरो माई एक्सपिरियन्स त्यो त्यहाँदेखि मैले भन्नु सक्छ कि बुद्धको शिक्षाले मान्छेको मनको भित्र भएको इन्टेलिजेन्ट पावर, त्यो बुद्धि चाहिँ धेरै विकास हुने र फाइदा हुने। त्यो मात्र नभएर मनमा अरूलाई दुःख नदिने, अरूलाई फाइदा गर्छु भन्ने मन पनि यस्तो विकास बनाउन सक्छ। त्यो मलाई चाहिँ अनुभव छ। त्यो अनुभव भएको कारणले म अहिले यहाँ गाउँमा पुगेको, नत्र म यहाँ गाउँमा किन आउने। त्यत्रो पैसा तिरेर, मोटर पनि आफूले तिरेर, स्पिकरहरू पनि आफूले किनेर त्यो सबै ल्याएर आएर गाउँतिर घुमेर के फाइदा हुन्छ होइन। मनको भित्र
माया दाया विकास भएको र बुद्धिचित विकास भएको कारणले बस्नु नसक्ने, अरूको लागि नसम्झेर अरूलाई फाइदा नगर्यो भनेदेखि नहुने त्यस्तो मनमा भएको कारणले अनि अरूलाई फाइदा गर्नुपर्छ भनेको त्यस्तो मन विकास भएको कारणले भएको। त्यसको कारणले बुद्धको शिक्षाले कति फाइदा छ भन्ने चाहिँ आफ्नो एक्सपिरियन्सले आफ्नो अनुभवद्वारा हामीले थाहा हुने चाहिँ हो। त्यसो कारणले मैले यहाँ चाहिँ यो भनेको हो बुद्धको शिक्षा अनि बुद्धको अनि अहिले भनेको के अरे बुद्धिस्ट साइन्स बुद्धिस्ट फिलोसफी त्योहरू पढ्नुको लागि चाहिँ हामी बौद्ध हुनु पर्दैन। बौद्ध भयो भने हुन्छ, बौद्ध नभयो भने पढ्यो भने राम्रो हुन्छ भनेर चाहिँ मैले कन्फिडेन्टली भन्नु सक्ने चाहिँ त्यो छ। अब यहाँ अहिले मैले चाहिँ के भन्नु चाहन्छु भनेदेखि यहाँ भएको अनि हामी मानवहरूले जहिले पनि हामीले ध्यान दिनुपर्ने चाहिँ के हो भनेदेखि आफ्नो मनलाई त्यो चाहिँ ध्यान दिनुपर्छ है। हामीले राम्रो गरेर सोच्यो भने हामीले जो गरेको शरीरद्वारा गरेको कार्यहरू वचनद्वारा गरेको कार्यहरू त्यो चाहिँ कहाँ भस्म परेर गर्छ रहेछ, ठिक कहाँ भर परेर गर्छ रहेछ हेर्नुहोस् त, त्यो मनको सोचलाई भर परेर गरेको छ। त्यसो कारणले यदि हामीले मनलाई अनि मन भनेको विषयमा अनि हामीले थाहा नभयो, त्यसको विषयमा चाहिँ महत्त्वपूर्ण नसोच्यो, त्यसको विषयमा चाहिँ मन भने चाहिँ के हो भने त्यो कुरामा ध्यान नदियो भने अनि के हुन्छ भनेदेखि मनको भित्र धेरै किसिमको हुन्छ। अहिले यहाँ मैले भन्नु चाहेको छ अघि मैले भन्यो नि मेन्टल साइन्स भनेर एउटा कुरा चाहिँ मैले भनेको थियो है, मेन्टल साइन्स। अहिले यो नेपालीमा चाहिँ मनोविज्ञान सिंहदी तामाङ केल खर्रेदु मनोविज्ञान भन्ने शब्द चु शब्द चाहिँ लानन थे बतासी सेम विभक्ति गिन्न सेमला बारेरी अथवा चाहिँ सेम घाती प्रकारला तामला सेम चाहिँ खरम्बा डानमल भयो यहाँलाई सेम तामला हो ज सेमला बारेरी चाहिँ व्याख्या लाभ देम्ब्रे सेम चाहिँ खरम्ब मुला बिसी हुनबदन मनोविज्ञान बिसिनम चाहिँ तात्मुला सेम मनोविज्ञान है, सेम की छेरी मनोविज्ञान सेम वैज्ञानिक सेम की मोयु नेचुकारी यमेदे त्यो मनोविज्ञान विभाग चाहिँ दान्ते पुस्तक गिब्रे बमला होजरी सांकेतिक सुङमला बिसम सेम विभक्ति गिन्न जम्मदन सेम तामला वज सेम विभक्ति गिन्न सेम से खरम्ब गेताङ जुगलामला खरम्ब डान बदेन आडान बलामला वज सेम जै तिगिन्न बिसी वज नंगरे सुङबमला। अब यहाँ सुन्नुहोस् है, आधुनिक शिक्षामा पहिला जन्ममा भनौँ कि पहिला समयमा आधुनिक शिक्षा भने चाहिँ धेरै ठुलो कुरा हो भनेर महत्त्वपूर्ण हो भनेर चाहिँ सबैले त्यो पढेको हुन्छ है। त्यो पढ्दै गएर आधुनिक शिक्षा पढेर फाइदा भएको धेरै छ, धेरै फाइदा हो। आफ्नो स्वयं आफूले भने फाइदा हुने, आफ्नो घर परिवारलाई भने फाइदा हुने, अनि समाजलाई भने फाइदा हुने, वर्ल्डको लागि भने अनि फाइदा हुने त्यस्तो कुरा चाहिँ सत्य भएको छ। तर हामीले ट्रुथले सत्यद्वारा एक हामीले हेऱ्यो भनेदेखि आधुनिक शिक्षा विकास भएको कारणले त्यो प्रयोग अनि नराम्रो गरेको कारणले फेरि हाम्रो यो जम्बुद्वीपमा अनि फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वार भनेर अनि जम्बुद्वीपमा अनि धेरै के अरे युद्ध पहिलाको युद्ध
के अरे फर्स्ट विश्वयुद्ध अथवा चाहिँ विश्वयुद्ध फर्स्ट दोस्रो युद्ध पहिलाको विश्वयुद्ध दोस्रो विश्वयुद्ध त्यस्तो पनि भएको छ होइन। त्यो किन भएको हो भने त त्यसमा चाहिँ हामीले ध्यान दिनुपर्छ है। त्यसो कारणले हामी व्यक्तिलाई एकमा अनि के अरे एकमा हामीलाई आधुनिक शिक्षा चाहेको हुन्छ, तर त्यो सँगै अनि मनको विषयमा मन भने चाहिँ के हो, मनलाई कसरी विकास गर्नुपर्छ, माया दया भनेहरू चाहिँ के हो, त्यो हामीलाई चाहेको कारण के हो, हामी आफूले भने चाहेको कारण के हो, फ्यामिलीको लागि भने त्यो महत्त्वपूर्ण भएको कारण के हो, होलको लागि भने होल पिसको लागि भने धेरै महत्त्वपूर्ण भने के हो भने त्यो कुराहरूमा ध्यान दिनुपर्ने हो। त्यो कुरामा ध्यान नदियो भने त्यो अहिले यो आधुनिक शिक्षा मात्र पढेर त्यस्तो अरूमा ध्यान नदियो भनेदेखि आधुनिक शिक्षा चाहिँ यति राम्रो भएको, तर आधुनिक शिक्षा भएकै त्यो मान्छे चाहिँ नराम्रो रहेछ भन्ने चाहिँ हुने चाहिँ यसो हुन्छ। त्यसो कारणले आधुनिक शिक्षा पनि हामीले चाहेको हुन्छ, तर त्यो सँगै अनि हामीलाई अरू शिक्षा भने हामीले चाहिँ चाहेको हुन्छ र त्यसलाई ध्यान दिनु पर्यो। त्यसमा पनि धेरै किसिमको शिक्षाहरू छ। परम्परा शिक्षाहरू हुन्छ, धार्मिक शिक्षाहरू पनि हुन्छ, त्यो धेरै कुराहरू छ। तर त्यसमा जनरली अब धर्म मानु या धर्म नमानु सबैले चाहेको शिक्षा चाहिँ के हो भनेदेखि मनको शिक्षा, मेन्टल एजुकेसन भने चाहिँ चाहेको हुन्छ। मनको शिक्षा भने चाहिँ अब मनको शिक्षामा पुग्दाखेरि अनि मेन्टल साइन्स भने चाहिँ रियालिटी अफ अनि माइन्ड त्यो कुराहरू चाहिँ हामीले चाहिँ थाहा हुनुपर्छ। त्यसो कारणले जति मनको कुरामा ध्यान दिएर मनको शिक्षा, मनको मनोविज्ञान त्यसमा चाहिँ हामीले ध्यान दियो भनेदेखि हामीले चाहिँ फाइदा चाहिँ धेरै हुने चाहिँ त्यो छ। अब त्यसमा अब मैले यहाँ मनको शिक्षा मेन्टल साइन्सको विषयमा भन्यो भनेदेखि मलाई समय योले पुग्दैन, अब महिना लाग्ने हुन्छ, तर यो चाहिँ अहिले मैले नभनौँ। अब मैले यहाँ के भन्न चाहन्छु भनेदेखि एसेन्सियल भेरी इम्पोर्टेन्ट थिङ्स, त्यो धेरै त्यो के भन्छ महत्त्वपूर्ण कुरा चाहिँ भन्छु। मेन्टल साइन्स मनको शिक्षा त्यसको भित्र चाहिँ सबभन्दा ठुलो एउटा चाहिँ के हो भनेदेखि नेपालीमा भन्छ नि, नेपालीमा मधुशोधन भनेको शिक्षा, त्यो चाहिँ धेरै जरुरत मलाई देखेको छ। मधुशोधन भने चाहिँ नेपाली शब्द हो। यो चाहिँ इङ्ग्लिसमा चाहिँ के भन्छ भनेदेखि के अरे माइन्ड ट्रेनिङ भन्छ। माइन्ड ट्रेनिङ भने चाहिँ धेरै नै त्यो हो। अब त्यसलाई तामाङ केले चिल्ला त मधुशोधन जुन अब महत्त्वपूर्ण विषयमा चाहिँ मधुशोधन या माइन्ड ट्रेनिङ, मधुशोधन र माइन्ड ट्रेनिङलाई तामाङ तामसी बिचम सेमला तालिम सेमदै तालिम पिन्दमलरो जब आज्याब सेम द तालिम पिन्सी ज्याब सेम सोधोजी वतन माइन्ड ट्रेनिङ या मधुशोधन बिमल। त्यसो कारणले अहिले मैले यो भन्दैछु मधुशोधन इङ्ग्लिसमा अनि माइन्ड ट्रेनिङ छेउको भाषामा लोजोङ भन्छ है। अब यो चाहिँ अनि शिक्षाद्वारा पढेर थाहा भएर त्यो चाहिँ आफ्नो जिन्दगीमा प्रयोग गर्न सक्यो भने, अभ्यास गर्न सक्यो भने धेरै फाइदा छ है। अब यसको विषयमा अलिकति भन्छु। माइन्ड ट्रेनिङ भने चाहिँ मधुशोधन भने चाहिँ कस्तोले भन्छ भनेदेखि पहिला हामीले सत्य नै हामीले माइन्ड ट्रेनिङको शिक्षा चाहिँ के अरे गाइरो भनौँ गम्भीर तरिकाले अनि पढ्ने हो जान्ने चाहेको छ भनेदेखि हामीले पहिला चाहिँ हामीले के पढ्नुपर्छ भनेदेखि अनि खर्सा सेमखम रिक्पा
सेमकम रिक्वा मनोविज्ञान मनोविज्ञान भनेर साइकोलोजी अब साइकोलोजी भन्यो भने हुन्छ तामाङ भाषामा के भन्छ होला मनको विषयमा है मनको शिक्षा भन्छ नि त्यो अब यसले चाहिँ इङ्ग्लिसमा भन्छ साइकोलोजी भन्छ है साइकोलोजी त्यो हामीले पहिला राम्रो पढ्नुपर्छ होइन साइकोलोजीको विषयमा मैले त्यो भनेको होइन कि बुद्ध धर्म सबभन्दा राम्रो हो भने त्यो के अरे रागले भनेको होइन है साइकोलोजीको विषयमा गम्भीर तरिकाले अनि व्याख्या गर्नेमा बुद्धको शिक्षा सबभन्दा अनि राम्रो छ होइन यो सत्य कुरा हो बुद्धको शिक्षाको भित्र मनको विषयमा कुरा गर्दाखेरि मनकै भित्र 110वटा अनि के अरे मिन्टावा 110वटा विभिन्न प्रकारको 110वटा मनको प्रकारहरू मनको विषयमा भन्दाखेरि मनको भित्र विभिन्न 110वटा प्रकारको मन छ भनेर यस्तो कुरा चाहिँ भनेको छ यस्तो कुरा भन्नु सक्ने श्री बौद्ध शिक्षामा छ अरूमा चाहिँ छैन हो त्यो छ अब त्यो भित्र तीनटा त्यो चाहिँ तीनमा राख्नुपर्छ के अरे यवसुम त्यस जुन एउटा त्यो अघिको प्रकारहरूलाई चाहिँ तीनटा विषयलाई विभाजन गर्नुपर्छ तीनटा विषयलाई विभाजन गर्नुपर्छ एउटा चाहिँ राम्रो मन भन्ने एउटा चाहिँ नराम्रो मन एउटा चाहिँ बीचको अनि मन अब यसलाई चाहिँ इङ्ग्लिसमा पोजिटिभ थट भन्छ नि पोजिटिभ थट अनि नेगेटिभ थट भन्ने अनि एउटा चाहिँ खर्सा त्यो पोजिटिभ मिडियम भनौँ कि के भन्नु त्यो एउटा चाहिँ पोजिटिभ थट पनि नहुने अनि नेगेटिभ पनि नहुने एउटा चाहिँ थट हुन्छ त्यो तिनवटामा चाहिँ अनि त्यो गर्छ त्यसो कारणले अब यो चिज चाहिँ हामीले किन महत्त्वपूर्ण हो भनेदेखि हाम्रो आफ्नो जीवन चलाउँदाखेरि त्यो तीनटा मनद्वारा हामीले चाहिँ जीवन चलाउँदछ त्यसो कारणले यदि हाम्रो मनको भित्र पोजिटिभ थट भनौँ राम्रो मन भएर जीवन चलायो भनेदेखि जीवनमा धेरै खुसीहरू चाहिँ पाउने सुख पाउने हाम्रो मनको भित्र नराम्रो मनहरू जो छ त्यो चाहिँ अनि प्रयोग गरेर त्यसको भस्म परेर र अनि हामीले जीवन चलायो भनेदेखि त्यो जीवनमा धेरै दुःखहरू चाहिँ भोग्नुपर्ने हुन्छ त्यसो कारणले मन भने चाहिँ के हो मनको भित्र के किसिमको मनहरू छ भनेर त्यो शिक्षाहरू सबै पाएर त्यसको पछि अनि अभ्यास गर्नु बेलामा चाहिँ अनि राम्रो मन भने चाहिँ यस्तोलाई भन्छ यो मन चाहिँ राम्रो खालको मन हो यो मन चाहिँ मैले अनि विकास गर्छु भनेर चाहिँ राम्रो मनलाई विकास गर्ने एउटा फेरि अरू मन एउटा छ नराम्रो मन पहिला यो थाहा हुनुपर्छ राम्रो मन र नराम्रो मन भने चाहिँ कस्तोलाई भन्छ भनेदेखि जो मनले आफूलाई के अरे फल चाहिँ दुःख दिन्छ दुःख दिने मनलाई चाहिँ नराम्रो मन भन्छ राम्रो मन भने चाहिँ जो मनले फल सुख दिन्छ फल सुख दिने मनलाई चाहिँ राम्रो मन भन्छ त्यसो कारणले मन भनेको विषयमा परेर यो चाहिँ राम्रो खालको मन यो चाहिँ नराम्रो खालको मन भनेर थाहा भएर राम्रो मनलाई चाहिँ विकास गर्ने नराम्रो मनले चाहिँ सानो त्यो कमजोर बनाएर पछि टेक्ने त्यस्तो गर्ने तरिका त्यस्तो गरेको एउटा अभ्यासलाई मन्नु के अरे मधुशोधन भन्ने त्यसले भन्छ माइन्ड ट्रेनिङ वाट इज द माइन्ड ट्रेनिङ इट मिन्स improve your positive mind which positive mind you should improve then other hand negative mind which is the negative thought you have to reduce so if you do reduce your negative thought and improve your
पोजिटिभ थट, द्याट मिन्स द माइन्ड ट्रेनिङ। माइन्ड ट्रेनिङ भने चाहिँ छोटकरीमा भन्यो भनेदेखि त्यो हो राम्रो मनलाई विकास गर्ने, नराम्रो मनलाई चाहिँ अनि कमजोर बनाउने हो। त्यसलाई चाहिँ के अरे मधुसूदन भने चाहिँ त्यसले भनेको हो। त्यो चाहिँ धेरै जरुरत हुन्छ। किनभनेदेखि हामीले नराम्रो मन त्यसलाई अनि कमजोर बनाउनु नसक्यो भनेदेखि के हुन्छ भनेदेखि यो एउटा चाहिँ हामीले मनमा राख्नुपर्छ। आफै कहाँ बस्न पर्छ भनेदेखि मनको माथि बस्नु पर्छ रे वा। मन चाहिँ अनि नराम्रो नराम्रो मनले कन्ट्रोल गर्छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ अनि दुःख पाउने हुन्छ। यदि हामीले यो चाहिँ नराम्रो मन रहेछ, यो चाहिँ हामी त्यसको भस्म पर्नु हुँदैन। हामीले राम्रो मनलाई चाहिँ अनि के अरे राम्रो मनलाई चाहिँ बसाएर राम्रो मनलाई त्यसको राम्रो मनको शक्ति चाहिँ विकास गरेर चाहिँ हामी राम्रो मनको भस्म पर्यो भनेदेखि अनि हामीले चाहिँ के हुन्छ भनेदेखि सुख पाउने हुन्छ। त्यसो कारणले दुःख सुख भने चाहिँ कहाँ बस पर्छ भनेदेखि मनलाई अनि मनलाई फरक पर्छ, मनलाई बस पर्छ। त्यसो कारणले त्यो माइन्ड ट्रेनिङ भने अनि त्यो मधुसूदन भने चाहिँ धेरै अनि महत्त्वपूर्ण हो भनेर चाहिँ बुद्ध स्वयंले त्यस्तो भनेको थियो। त्यसो कारणले अहिले यो जम्बुद्वीपमा बुद्धिस्ट साइकोलोजी र बुद्धिस्ट माइन्ड ट्रेनिङ त्यो दुईवटा चाहिँ अनि सबैले धेरै अनि के अरे इम्पोर्टेन्ट धेरै महत्त्वपूर्ण चाहिँ मान्दैछ। त्यो चाहिँ हामीले थाहा हुनुपर्छ। त्यो कुरा चाहिँ एउटा हो। अब त्यसको कारणले अब मैले बिस्तारै जान्छु है। अब यदि माइन्ड ट्रेनिङ भन्ने मधुसूदन भने चाहिँ ठुलो कुरा हो भनेदेखि अब मधुसूदन चाहिँ हामीले माइन्ड ट्रेनिङ चाहिँ कसरी गर्ने त्यसको विषयमा। अब माइन्ड ट्रेनिङ कसरी गर्ने भनेको विषयमा दुई तरिका हुन्छ। एउटा चाहिँ प्रज्ञाले गर्ने हो, एउटा चाहिँ ध्यानद्वारा गर्ने हो। एउटा चाहिँ ध्यानद्वारा है। अब मैले अहिले समय छैन, नत्र त्यसको बिचमा पनि धेरै कुराहरू छ, इम्पोर्टेन्ट कुराहरू छ। अब मैले यहाँ के भन्नु चाहन्छु भनेदेखि हामीले माइन्ड ट्रेनिङ भने चाहिँ मधुसूदन मनलाई अनि परिवर्तन बनाउने भन्ने त्यो चाहिँ त्यो हो। मधुसूदन भने चाहिँ मनलाई परिवर्तन बनाउने है। त्यो चाहिँ त्यसमा चाहिँ ध्यान दिनुपर्ने दुई प्रज्ञाद्वारा थ्रु द इन्टेलिजेन्स, थ्रु द विस्डम, प्रज्ञाद्वारा अनि मनलाई परिवर्तन गर्ने एउटा हुन्छ है। अब एउटा चाहिँ के हुन्छ भनेदेखि प्रज्ञा कुरा चाहिँ छोडेर ध्यानद्वारा त्यो पनि त्यो के अरे खसाङ हजुर दियो भयो जोखम खर्सा स्थापित ध्यानद्वारा अनि मनलाई फेरि परिवर्तन गर्ने दुई हुन्छ त्यसमा। अब प्रज्ञाद्वारा ध्यान गर्ने हो भनेदेखि हामीले तिनवटा प्रज्ञालाई ध्यान दिनुपर्छ। एउटा चाहिँ बुद्धको शिक्षाहरू अनि सुनेर अनि पाएको प्रज्ञा एउटा हुन्छ। एउटा चाहिँ बुद्धको शिक्षालाई चिन्तन गरेर पाएको प्रज्ञा एउटा हुन्छ। एउटा चाहिँ बुद्धको शिक्षालाई चाहिँ अनि ध्यानद्वारा पाएको प्रज्ञा हुन्छ। त्यो तिनवटा प्रज्ञा त्यो आधारमा राखेर चाहिँ हामीले चाहिँ अनि माइन्ड ट्रेनिङ चाहिँ गर्ने, मनलाई परिवर्तन गर्ने त्यो एउटा। अब एउटा चाहिँ के छ भनेदेखि ध्यान गरेर चाहिँ अनि मनलाई परिवर्तन गर्ने एउटा तरिका छ। त्यसो कारणले अहिले हिजो मैले यसको विषयमा चाहिँ भनेको थियो। यो अहिले चाहिँ अब यो आज पनि त्यो के भन्छ बाँकीहरू चाहिँ भन्ने हो। तर हिजो चाहिँ मैले यहाँ नयाँहरू कोही छ त्यसो कारणले अलिकति याद दिलाउँछु।
ध्यानको विषयमा कुरा गर्दाखेरि यो ध्यान भन्ने मेडिटेसन भन्ने चाहिँ आजकल अनि जम्बुद्वीप दुनियाँमा धेरै ठुलो मान छ होइन। त्यसो कारणले ध्यानको विषयमा सत्य हामी ध्यान राम्रो गर्ने हो भनेदेखि छोटो कुरामा ध्यान दिनुपर्छ। छो विषयमा नम्बर 1 चाहिँ के हो भनेदेखि ध्यानको लक्षण भन्छ, ध्यानको परिभाषा त्यो चाहिँ थाहा हुनुपर्ने एउटा कुरा हो। दोस्रोमा चाहिँ के हुन्छ भनेदेखि ध्यान अनि ध्यान गर्यो भनेदेखि के फाइदा छ, ध्यानको लाभ, ध्यानको फाइदा त्यो चाहिँ हामीले थाहा हुनुपर्छ। तेस्रो चाहिँ अनि के थाहा हुनुपर्छ भनेदेखि अनि ध्यानको चित्त, ध्यान भन्ने चाहिँ कसले गर्छ, शरीरले गर्छ कि मनले? मनले। तर मनको भित्र पनि अघि भनेको जस्तो नेगेटिभ पोजिटिभ अनि अरू मिडलको एउटा छ, तर त्यो सबैले त ध्यान गर्दैन नि। तर ध्यान गर्नेको चित्त चाहिँ कुन हो भनेर चाहिँ फेरि त्यसको विषयमा चाहिँ थाहा हुनुपर्छ यो। अब त्यसको पछि चाहिँ ध्यानको अनि के अरे विषय, ध्यान गर्नु बेलामा कुन चिजलाई तपाईँले ध्यान गर्नुपर्छ त्यसको विषयमा। चौथो 5औँमा ध्यानको अङ्ग, ध्यान भन्ने त्यसमा चाहिँ कति किसिमको ध्यान हुन्छ होइन त्यसको विषयमा। नम्बर 6मा चाहिँ अनि ध्यान कसरी गर्ने, ध्यानको तरिका 6वटा हुन्छ। अब त्यो 6मा पहिला चाहिँ के हो भनेदेखि ध्यानको लक्षण, ध्यानको लक्षण भन्ने चाहिँ ध्यानको परिभाषा। ध्यानको परिभाषा भने चाहिँ कस्तोले भन्छ भनेदेखि हाम्रो आफ्नो मन चाहिँ यताउता अकुशलको चिज फाल्तु चिजमा जानु नदिएर आफ्नो मनलाई आफूले कन्ट्रोल गरेर त्यो मन चाहिँ यता तानेर एउटा कुशलको चिजको माथि मन यसरी राखेर चाहिँ बानी बसाल्ने अनि त्यो कुशलको चिजसँग आफ्नो मन चाहिँ नजिक बनाउने, त्यसलाई भनेको छ मेडिटेसन। ध्यानको लक्षण भने चाहिँ त्यो हो, त्यो चाहिँ हामीले थाहा हुनुपर्छ। ध्यान भन्ने चाहिँ कस्तोले भन्छ त्यसको परिभाषा चाहिँ थाहै नभएदेखि ध्यान गर्नै सक्दैन है। त्यो एउटा चाहिँ माइन्ड ट्रेनिङको लागि यो चाहिँ एउटा मधुबन खसा धेरै ठुलो कुरा, एउटा धेरै महत्त्वपूर्ण हो। दोस्रो, अब ध्यान गर्यो भनेदेखि फाइदा के छ, यो धर्मद्वारा, बुद्धको धर्मद्वारा भनेदेखि बुद्ध त प्राप्त गर्ने त्यसको मार्ग हो। तर अहिले यो धर्म मानु या नरमानु सबैको लागि कुरा भन्यो भनेदेखि ध्यान गरेको फाइदा के हुन्छ भनेदेखि हाम्रो मनलाई खुसी चाहेको हुन्छ, मनको सुख हामीले चाहेको हुन्छ। जिउको सुख मात्रले पुग्दैन, जिउको सुखको माथि मनको सुख हामीले चाहेको हुन्छ। तर मनको सुख चाहिँ कसरी पाउँछ भनेदेखि मन शान्ति भएर पो मनको सुख चाहिन्छ हुन्छ। मन शान्ति नभएर मनको सुख पाउँदैन। मन शान्ति हुनुको लागि के हुनुपर्छ, मनको माथि भएको नराम्रो कल्पनाहरू अनि के भन्छ त्याग्नु पर्यो है, त्योहरू सबै अनि कमजोर बनाउनु पर्यो। त्यसो कारणले हामीले ध्यान गर्यो भनेदेखि के फाइदा हुन्छ भनेदेखि मन चाहिँ एउटा कुशलको चिजको माथि आनन्द गरेर शान्तिले बस्ने गर्छ। त्यो बस्नु सक्यो भनेदेखि नराम्रो कल्पनाहरूदेखि लिएर त्योहरू सबै त्योहरू कमजोर हुँदै जान्छ, पछि त्योहरू सबै हटाउँदै जान्छ। त्यस्तो भएदेखि मन चाहिँ जहिले पनि शान्तिमा बस्न सक्छ। खास गरेर आजकलको दुनियाँमा त्यो माइन्ड ट्रेनिङ त्यो मनदेखि मेडिटेसन अहिले ध्यान गर्ने भने चाहिँ त्यो ध्यान गर्ने भने चाहिँ धेरै नै महत्त्वपूर्ण भएको छ। किनभनेदेखि आजकलको समय चाहिँ पहिला जस्तो होइन रहेछ। आजकलको समय चाहिँ मान्छे सबै धेरै त्यो के भन्छ रिस राग अनि लोभ त्यो धेरै भएको मान्छे। त्यसो कारणले मनको भित्र सोच धेरै आउने, धेरै कल्पना आउने। त्यसो कारणले मान्छे सबै बिजी। त्यसो कारणले मन शान्ति बस्ने भने चाहिँ धेरै गाह्रो। त्यसो कारणले आजकलको दुनियाँमा शरीरको माथि दुःख अनि त्यो प्रब्लम समस्या थुप्रै नै छ, त्योभन्दा मनको माथि चाहिँ
धेरै त्यो छ, मन धेरै नै त्यो। त्यसो कारणले त्यो मेडिटेसन भन्ने चाहिँ गर्नु सक्यो भने, ध्यान भन्ने चाहिँ गर्नु सक्यो भनेदेखि मनलाई धेरै पिस हुने हुन्छ। खास गरेर हामी टिचरहरू अनि कर्मचारीहरू स्टुडेन्टहरूले पनि अब जहिले पनि टेन्सन पर एकचोटि आफ्नो आफ्नो एउटा उद्देश्य हुन्छ, म यो पढेर डक्टर बनाउँछु, म के बनाउँछु भन्ने उद्देश्य ठुलो राखेको छ। त्यो उद्देश्य अनि त्यो सफल हुनुको लागि फेरि पढ्नुपर्छ भन्छ। त्यो पढ्नुपर्ने भने एक वर्ष होइन, 2 वर्ष होइन, त्यो पनि 1 दिन होइन, 2 दिन होइन, 1 हप्ता होइन, पढेर यो पनि पढ्यो त्यो पनि पढ्यो, त्यो फेरि आफ्नो घरमा पुगेर समस्या हुनसक्छ। यस्तो गरेर आजकलको दुनियाँमा, आजकलको समयमा मान्छेहरूको मनमा धेरै टेन्सन छ। त्यस्तो टेन्सनको कारणले अनि बिमारी भएको, नराम्रो रोग भएको धेरै कुराहरू छ होइन। त्यसो कारणले मनको सुख, मनको टेन्सनहरू चाहिँ नहुनुको लागि उपाय सबभन्दा राम्रो एउटा चाहिँ के हो? मेडिटेसन, ध्यान गर्ने चाहिँ हो। त्यसो कारणले ध्यान भन्ने चाहिँ धार्मिकको कुरा मात्र होइन कि आफ्नो जीवनमा सुख पाउनको लागि जरुरी छ। मेन्टल पिस, मनको सुख, मनको शान्तिको लागि पनि धेरै त्यो ठुलो कुरा हो। त्यसो कारणले अनि स्टुडेन्टहरूले पनि टिचरहरूले पनि ध्यानको विषयमा चाहिँ पढेर थाहा भएर अनि बिहान त्यो आफ्नो समय छोडेर त्यसको लागि समय राखेर ध्यान गर्यो भने धेरै फाइदा छ भनेर चाहिँ भन्नु चाहन्छु। त्यसो कारणले यहाँ ध्यानको लक्षण चाहिँ मैले भनिसकेँ है। अब ध्यानको लाभ पनि मैले भनिसकेँ। अब त्योसँगै ध्यानको विषय, अब ध्यानको विषयमा धेरै कुरा हुन्छ, तर अहिले ध्यानको विषयमा भन्दाखेरि चाहिँ कहिले के हुन्छ भनेदेखि अनि आफ्नो एउटा मन परेको एउटा चिज हुनसक्छ नि, त्यसलाई ध्यान गर्यो भनेदेखि हुन्छ। तर त्यो धर्म हो कि होइन भने चाहिँ भन्नु सक्दैन। त्यो चिज चाहिँ के हो, आफूले त्यसमा त्यो चिज चाहिँ अकुशल हो कि कुशलको चिज हो, त्यसमा बस पर्छ एउटा। अब अहिले बुद्ध धर्ममा चाहिँ के भन्छ भनेदेखि तपाईँले बुद्ध शाक्य मुनिको मूर्तिलाई अनि राखेर ध्यान गर्यो भनेदेखि तपाईँलाई 2 फाइदा हुन्छ भन्छ है। एकमा चाहिँ आफ्नो ध्यानलाई विकास हुन्छ, ध्यान राम्रो हुन्छ, त्यो एउटा। दोस्रो चाहिँ ध्यानको विषयमा बुद्ध राखेको कारणले बुद्ध चाहिँ एउटा महापुण्य अनि भएको बुद्ध हो। त्यसो कारणले बुद्धलाई ध्यान गरेदेखि आफूले भने धेरै पुण्य कमाउँछ, भाग्य धेरै हुन्छ भनेर त्यो चाहिँ भन्छ। त्यसो कारणले बौद्धहरूले चाहिँ ध्यान गर्नु बेलामा बुद्धको रूप, बुद्ध आफ्नो गुरु हुन्छ, धर्म, सङ्घ, ओम, आ, हुङ त्यस्तो अक्षरहरू पनि हुन्छ। फेरि मन्त्रहरू हुन्छ, ओम माने पेमे हुङ, ओमा हुङ बज गुरु भने त्यस्तो हुन्छ। त्यस्तोलाई ध्यान गर्यो भने हुन्छ भन्छ। तर सर्व बौद्धहरूले अनि बुद्धले गरेको चाहिँ राम्रो भनेर चाहिँ यसरी चाहिँ ग्रन्थमा लेखेको छ। त्यो चाहिँ ध्यानको विषयमा ल। अब त्यसको पछि ध्यानको अङ्ग, चौथोमा ध्यानको अङ्ग। ध्यानको त्यसमा चाहिँ 2 किसिमको ध्यान हुन्छ। एउटा चाहिँ कर्ष अतङ्गी सिने स्थवी ध्यान र प्राज्ञा ध्यान भनेर चाहिँ अनि विचार भावना, स्थवी भावना पनि भन्छ, स्थवी ध्यान, विचार भावना पनि भन्छ, विचार ध्यान भनेर 2 छ ल, 2। फेरि त्यसलाई अर्को शब्द पनि भन्नु सक्छ। स्थवी ध्यान र समाधि ध्यान चाहिँ एउटै हो। स्थवी भावना, स्थवी ध्यान, समाधि ध्यान एउटै हो। अर्को विचार भावना, विचार ध्यान, विपස්සना ध्यान, त्यो 3 चाहिँ एउटै हो है। तर पनि यहाँ के थाहा हुनुपर्छ भनेदेखि विपස්සना ध्यान हो भनेदेखि विपස්සना हुनु पर्दैन, समाधि ध्यान हो भनेदेखि समाधि हुनु पर्दैन। सिनेगी गोमिन सिने इमे माखेप, लाग्दोङ्गी गोमिन लाग्दोङ इमे माखेप भनेर चाहिँ ठुलो ग्रन्थमा त्यस्तो भनेको छ। त्यसो कारणले यो कुरा चाहिँ यहाँ राखौँ। अब यहाँ नम्बर 6मा
के अरे छौटौँमा चाहिँ के आउँछ भनेदेखि ध्यान कसरी गर्ने, ध्यान गर्नेको तरिका। अब यो चाहिँ सबभन्दा महत्त्वपूर्ण हो है। अब तपाईँहरूले नोट गर्यो भने राम्रो हुन्छ। यहाँ चाहिँ सबैले मनमा राख्नुहोस्, ध्यान कसरी गर्ने भनेको विषयमा राम्रो गरेर जानकार हुनु चाह्यो भने पहिला 5वटा उदाहरण थाहा हुनु पर्यो। त्यसको पछि 5वटा अर्थ रे वा यहाँ भन्छु है फेरि 5वटा उदाहरण र 5वटा अर्थ त्यो थाहा भयो भने धेरै फाइदा हुन्छ। अब यहाँ ठिक वा। अब 5वटा उदाहरण भने चाहिँ के हो भनेदेखि यहाँ सुन्नुहोस् है। हाम्रो यो खम्बा भन्छ नि, खम्बा भन्ने एउटा हुन्छ नि, खम्बा पिलर हुन्छ नि, खम्बा भन्छ इङ्ग्लिसमा पिलर। यो चाहिँ नम्बर 1 उदाहरण नम्बर 1 उदाहरण एउटा चाहिँ प्रथम उदाहरण चाहिँ खम्बा अथवा पिलरलाई राख्नुहोस्। दोस्रो चाहिँ के हो भनेदेखि बान्दर है। अब बान्दर चाहिँ यो खम्बामा अनि बस्नुपर्छ, त्यहाँ राख्नु पर्यो। त्यसो कारणले बान्दर चाहिँ दोस्रो उदाहरण भयो। अब तेस्रो उदाहरण बान्दर चाहिँ यो खम्बामा राख्दाखेरि बस्छ कि बस्दैन, बस्नु गाह्रो हो नि। अब त्यो बस्नुको लागि के गर्नु पर्यो, त्यो चाहिँ यहाँ बान्दर चाहिँ त्यो खम्बालाई बाँधेर राख्नु पर्यो खम्बाको सँग। त्यो बाँध्नु बेलामा के जरुरत हुन्छ, डोरी नभएदेखि बन्नु सक्दैन, त्यो नभएदेखि बान्दर त्यहाँ बस्नु सक्दैन। त्यसो कारणले डोरी चाहिँ तेस्रो उदाहरण है, डोरी। अब चौथोमा चाहिँ के हो भनेदेखि फेरि बान्दर चाहिँ त्यहाँ खम्बामा बाँधेर राख्यो। फेरि पछि चाहिँ चोरहरू आएर बान्दर चाहिँ त्यहाँबाट झिकेर ल्याएर गयो भनेदेखि फेरि बान्दर त्यहाँ बस्नु सकेन नि। त्यही दोस्रो गरेर चोर चाहिँ अनि चौथो उदाहरण हो चोर ल। अब चोरले त्यो बान्दर चाहिँ त्यहाँबाट झिकेर ल्याएर जाँदाखेरि त्यो जानु दिनुहुन्छ हुँदैन। त्यसो कारणले अब चोर आउँछ कि आउँदैन, चोरले त्यो चाहिँ ल्याएर जान्छ जाँदैन भने त्यो हेर्ने फेरि एउटा चाहिँ चाहिएको हुन्छ। त्यसलाई के भन्छ, पुलिस भन्छ नि, पुलिस। यो चाहिँ पाँचौँ उदाहरण हो है। त्यो 5 उदाहरण थाहा भयो। अब त्यही जस्तो गरेर अहिले खम्बामा अनि त्यो बान्दर चाहिँ बस्नुपर्ने हुन्छ नि, त्यही जस्तो गरेर हाम्रो मन चाहिँ अनि एउटा कुशलको चिजको माथि मन चाहिँ यसरी ध्यान गरेर राख्नुपर्ने हो। त्यसो कारणले मन चाहिँ कुशलको चिजको माथि बस्नु पर्यो है। त्यो कुशलको चिजलाई के भन्छ, के अरे ध्यानको विषय भन्छ, ध्यानको विषय है। त्यसो कारणले ध्यानको विषयको उदाहरणमा खम्बा राखेको। खम्बा भने चाहिँ के को उदाहरण भयो, ध्यानको विषयको उदाहरण। ध्यानको विषय चाहिँ के भयो, अर्थहरू अर्थ 5मा पहिला अर्थ 5 चाहियो नि, उदाहरण 5 अघि भन्यो। अब अर्थ 5मा पहिलो चाहिँ के रहेछ, ध्यानको विषय। अब त्यसमा यदि बौद्ध हो भनेदेखि बुद्धले ध्यान गर्छ नि। अब बुद्ध चाहिँ के भयो, ध्यानको विषय। ध्यानको विषय चाहिँ उदाहरण एक्जाम्पल बुद्ध भयो। त्यसो कारणले बुद्ध चाहिँ ध्यानको विषय भयो, खम्बा जस्तो। अब बान्दर चाहिँ के भयो, हाम्रो मन चाहिँ के हो, बान्दर जस्तो। हाम्रो मन चाहिँ यता जान्छ उता जान्छ, बस्दै बस्दैन। अब अहिले म बुद्धको मूर्तिलाई, बुद्धको रूपलाई, मेरो मन चाहिँ ठ्याक्कै बुद्धको रूपलाई यसरी राख्छु भनेर राखेर भने अहिले यहाँ बसेको जस्तो हुन्छ, फेरि कता जान्छ होइन। त्यसो कारणले मन चाहिँ अनि दोस्रो अर्थ चाहिँ मन। त्यसको उदाहरण के भयो, बान्दर ल, बान्दर 2। अब मन चाहिँ अनि ध्यानको विषय बुद्धको रूपमा यसो मन चाहिँ राख्दाखेरि फेरि मन चाहिँ त्यसमा बस्छ कि बस्दैन भनेदेखि गाह्रो छ है। अब त्यो बस्नको लागि मन चाहिँ ठक्कै बुद्धको रूपमा
राखेको जस्तो बस्नुको लागि हामीले के चाहेको हुन्छ भनेदेखि याद याद चाहेको हुन्छ याद है याद चाहियो त्यसले चाहिँ छेउको भाषामा भन्छ ढेम्बा भन्छ ढेम्बा याद भने चाहिँ चाहेको हुन्छ त्यो याद भने चाहिँ के हो तेस्रो अनि अर्थ त्यसको उदाहरणमा अघि तेस्रो उदाहरणमा के राख्यो डोरी यहाँ सुन्नुहोस् न अब यो बान्दर चाहिँ डोरी भयो भने त्यो बान्दर चाहिँ डोरीले अनि त्यहाँ खम्बासँग अनि बाँध्यो भनेदेखि ठ्याक्कै बस्छ नि अब डोरी भएन भनेदेखि बस्दैन फेरि भागेर जान्छ डोरी भएर पनि हुँदैन डोरी चाहिँ मजबुत हुनु पर्यो है त्यो डोरी चाहिँ कमजोर भएदेखि फेरि त्यो हुँदैन त्यसो कारणले बुद्ध स्वयंले के भनेको छ यदि तपाईँले मेडिटेसन अनि ध्यान तपाईँले ध्यान राम्रो गर्ने हो भनेदेखि ध्यानको मूल थाहा हुनुपर्छ भनेको छ ध्यानको मूल के हो भनेदेखि याद हो भनेको छ जति तपाईँको याद चाहिँ अनि राम्रो हुन्छ बल भयो भनेदेखि तपाईँको ध्यान राम्रो हुन्छ भन्छ तपाईँको याद चाहिँ जति अनि के अरे कमजोर भएदेखि तपाईँको ध्यान पनि राम्रो हुँदैन भनेर चाहिँ यस्तो भनेको छ त्यसो कारणले ध्यानको मूल चाहिँ के भयो याद त्यसो कारणले यादलाई विकास गर्नुपर्छ यादको बाधालाई कमजोर बनाउनुपर्छ टेक्नुपर्छ त्यसो कारणले यो कुरा चाहिँ सबैले मनमा राख्नुपर्छ यो सँगै मैले के भन्न चाहन्छु याद कमजोर हुने त्यसमा चाहिँ दुई उपाय छ याद कमजोर हुने एउटा चाहिँ के हो भनेदेखि आफ्नो मनलाई आफूले कन्ट्रोल नगरेर जहाँ आफूले सोच्छ जहाँ इच्छा छ त्यो मन चाहिँ त्यहीँ जानु दिएको चाहिँ त्यो हो त्यो दिनु हुँदैन जहिले भने आफ्नो मनलाई अब त्यस्तो हुन्छ नि बा आमाले मेरो बच्चा यो चाहिँ राम्रो बनाउँछु भन्ने इच्छा छ नि है अब त्यो बेलामा यदि बच्चा चाहिँ नराम्रो मान्छेसँग गएर नराम्रो काम गर्यो भनेदेखि बा आमाले मनमा चाहिँ राम्रो बनाउनु भन्छ तर त्यो बच्चा चाहिँ जहाँ गयोस् जानु दियो भनेदेखि हुन्छ हुँदैन नि त्यो नराम्रो मान्छेसँग गएर के हुन्छ त्यो बच्चा चाहिँ अनि पछि बिग्रिन्छ त्यही दोषो गरेर मन भने चाहिँ जो सोच्छ नराम्रोदेखि लिएर सबै त्यसमा चाहिँ जानु दिनु हुँदैन त्यो जानु दियो भनेदेखि मन चाहिँ बिग्रिन्छ त्यसो कारणले मनलाई कन्ट्रोल गरेर चाहिँ तान्नुपर्छ जहिले भने यता कुशलको चिजको माथि जानु दिनुपर्छ अकुशलको चिजको माथि यसरी जानु दिनु हुँदैन त्यस्तै भनेको छ त्यसो कारणले याद चाहिँ धेरै इम्पोर्टेन्ट एउटा त्यसको के अरे याद कमजोर हुनेको उपाय एउटा चाहिँ त्यो हो त्यो सँगै एउटा कुरा चाहिँ खानेकुरामा पनि अलिकति भर पर्छ खास गरेर छङ र रक्सी जो मान्छेले छङ र रक्सी खान्छ त्यसले चाहिँ ध्यान राम्रो गर्न सक्दैन कारण के हो भनेदेखि छङ र रक्सीले हाम्रो मनलाई कमजोर बनाउँछ एउटा छङ र रक्सीले बुद्धिले कमजोर बनाउँछ दुई छङ र रक्सीले खास गरेर यादलाई कमजोर गर्छ अब याद चाहिँ अनि ध्यानको मूल भएको कारणले यादलाई कमजोर भएदेखि ध्यान पनि कमजोर हुन्छ त्यसो कारणले ध्यान गर्ने मान्छेले अनि छङ र रक्सी धेरै खानु हुँदैन भने कारण त्यो हो त्यस्तो कुराहरू चाहिँ छ होइन त्यहाँ यहाँसम्म चाहिँ मैले के भन्दैछु अहिले अर्थको भित्र तेस्रो चाहिँ के भन्यो डोरी दोस्रो चाहिँ के रहेछ यादलाई चाहिँ इम्प्रुभ गर्नुपर्छ हामी त्यो भन्छ नि इङ्ग्लिसमा भन्छ नि मेमोरी सो यु हेभ टु इम्प्रुभ योर मेमोरी पावर चाहिँ धेरै ठुलो कुरा हो जति मेमोरी राम्रो भएदेखि यो पनि थाहा हुन्छ यो पनि मनमा राख्छ यो पनि सबै चिजहरू जो परेकोहरू सबै अनि राम्रो मनमा चाहिँ बस्नु सक्छ नि के अरे त्यसलाई किप भन्छ नि किपिङ राम्रो गर्नु सक्छ है अब मेमोरी पावर राम्रो नभएदेखि अहिले जान्छ अहिले बिर्सिन्छ त्यसो कारणले मेमोरी पावर चाहिँ विकास गर्नुपर्छ भने चाहिँ त्यो हो अब यो शङ्का यदि यो चाहिँ के अरे तेस्रो भयो तेस्रो अब चौथोमा चाहिँ के छ भनेदेखि चौथोमा चाहिँ अघि उदाहरण एउटा चाहिँ चोर हो नि चोर त्यही दोस्तो अब चोरले चाहिँ बान्दर चोरेर ल्याएर जान्छ त्यही दोस्तो हाम्रो मन चाहिँ यसरी
बुद्धको अनि मूर्ति बुद्धको त्यो रूपको माथि मन राख्दाखेरि मन त्यहाँ बस्नु नदिएर मनलाई चोर्ने चाहिँ हुन्छ। मनले कसले चोर्छ भनेदेखि नराम्रो कल्पनाहरूले चाहिँ चोर्छ है। त्यसो कारणले नराम्रो कल्पना अनि निन्द्रा लाग्ने अनि त्यो मनलाई मन कमजोर हुने त्योहरू हुन्छ नि, त्योहरू सबै के हो, चोर दोस्तो हो भनेको छ। त्यसो कारणले त्यो नराम्रो कल्पनाको चोरले हाम्रो मनलाई चाहिँ चोर्नु दिनु हुँदैन भनेर चाहिँ एउटा चाहिँ त्यो हो। अब अहिले पुलिस उदाहरण पाँचौँमा चाहिँ पुलिस थियो नि, पुलिस दोस्तो फेरि हामी ध्यान गर्नु बेलामा चाहिँ नराम्रो कल्पनाको चोरहरू आउँदाखेरि अनि त्यो चाहिँ चोर हो, चोर आयो, नराम्रो कल्पनाको चोर आयो, हाम्रो मन चाहिँ त्यो ध्यानमा बस्नु पर्यो, त्यसले चोर्नु दिनु हुँदैन भनेर चाहिँ त्यो हेर्ने एउटा चाहिँ हाम्रो मनको भित्र चाहेको छ होइन। त्यसलाई के भन्छ, सेसिन भन्छ छेउको भाषामा, नेपालीमा के भन्छ, सम्प्रजन्य भन्छ त्यसलाई। सम्प्रजानी। जस्तै तपाईँहरूले त्यो सम्प्रजन्य पनि एउटा नोट मनै गर्नुहोस् है। हो है, सम्प्रजन्य एउटा मन हो। सम्प्रजानी भन्छ, हुनु चाहिँ हाम्रो मन हो, तर त्यो मनले के त्यो मनले के काम गर्छ भनेदेखि नराम्रो कल्पनाहरू आउँछ कि आउँदैन ध्यानको बेलामा, त्यो नराम्रो कल्पना त्यसले हाम्रो मन चाहिँ ध्यानमा बस्नु नदिएर चाहिँ अनि यताउता बाहिर ल्याएर जान्छ कि जाँदैन भनेर त्योहरू सबै थाहा हुने, त्यसलाई हेर्ने त्यो त्यसो कारणले सम्बरी जान्ने भने चाहिँ पुलिस दोस्तो भनेको कारण त्यो हो। पुलिस दोस्तो भन्यो नि अघि उदाहरणमा पुलिस भन्यो नि, हो त्यो हो। त्यसो कारणले ध्यान राम्रो गर्ने भन्ने हो भनेदेखि यो पाँच कुरालाई अनि मनमा राख्नुपर्छ। अब यहाँ मैले यो परिचय चाहिँ गरिसक्यो। यहाँ सुन्नुहोस् है, यहाँ सुन्नुहोस्, ध्यानको विषयमा कुरा गर्दाखेरि मन ध्यान कसरी गर्ने विषयमा चाहिँ पढाउँदैछ नि, त्यसो कारणले यो कुराहरू चाहिँ अनि परिचयद्वारा थाहा हुनुपर्ने कुरा एउटा हो। तर सबभन्दा राम्रो थाहा हुने चाहिँ कसरी थाहा हुनु पर्यो, आफ्नो अनुभवले थाहा हुनुपर्छ। थ्रु योर एक्सपिरियन्सले यु हेभ टु नो एक्ज्याक्टली द्याट पोइन्ट थ्रु योर एक्सपिरियन्स। त्यसो कारणले अहिले हामी सबै सँगै बसेर ध्यान एकचोटि गरौँ। त्यो बेला मैले भन्छु तिमी यसो गर, यसो सोच, यसो गर भन्छु, तपाईँहरू त्यो गर्दै जानुहोस् ल। हो ल, अब हामी सबै सँगै गरौँ। 5 मिनट छ रहेछ। अब यहाँ सबै सँगै बस्नुहोस् है। स्टुडेन्टहरू यु हेभ टु ट्राई गर्न ल। पहिला चाहिँ जिउ बस्ने तरिका चाहिँ हुनु त नियममा धेरै कुराहरू भनेको छ, तर एउटा महासिद्धि गुरुले के भन्छ भनेदेखि यसरी बस्यो भनेदेखि आफ्नो ध्यान गर्नु लागि फाइदा छ, बाधा छैन भन्ने त्यस्तो अनि जिउ बस्ने तरिका बस्यो भने हुन्छ भने। तपाईँले कसरी बस्यो भने हुन्छ, तर तपाईँले के हेर्नु पर्यो, मैले यसरी बसेर ध्यान गरेँ भनेदेखि मलाई नोक्सान नहुने, बाधा नहुने त्यो छैन भनेर थाहा भयो भने हुन्छ। अब सक्यो भनेदेखि नियम अनुसारदेखि बस्नु पर्यो। त्यसमा 8वटा कुराहरू हुन्छ, लु नम्बर 9 के भनेर। तर त्यस्तो नभएर पनि केही हुँदैन। आफ्नो जिउ चाहिँ आफैले कसरी बस्यो भने राम्रो छ, आनन्द छ, त्यो शान्त छ, त्यो चाहिँ हेर्नुपर्ने चाहिँ धेरै ठुलो कुरा हो। यो चाहिँ गुरु रुम्बुछेले भन्नुभएको छ है। अब बस्नुहोस् ल, जिउ चाहिँ ठक्कै राम्रो गरेर बस्नुहोस्। अब त्यसको पछि ध्यान भन्ने चाहिँ शरीरले गर्ने होइन, मनले गर्ने हो। त्यसो कारणले पहिला हाम्रो मन आफ्नो मनले आफ्नो मनलाई हेर्नुहोस्, सोध्नुहोस् मेरो मनले अहिले के सोच्छ रहेछ, के सम्झिने रहेछ, के सोच्छ रहेछ। तपाईँले आफ्नो मनलाई हेर्नुहोस्। यदि त्यो बेलामा आफ्नो मन चाहिँ यताउता बाहिरतिर गएको छैन भनेदेखि, जान्दैन भनेदेखि धेरै राम्रो हो।
तुरुन्त हामीले ध्यान सुरु गर्नु सक्छ। यदि आफ्नो मनलाई आफैले हेरेर मन चाहिँ यताउता रिस राग नराम्रो कल्पना त्यस्तोमा जान्छ रहेछ भनेर चाहिँ अनि त्यस्तो महसुस भयो भनेदेखि पहिला तपाईँले ब्रिथ मेडिटेसन गर्नुहोस्। ब्रिथ मेडिटेसन भने चाहिँ आफ्नो त्यो सास श्वास प्रश्वास है सास हामीले लिन्छ नि, साधारण सासमा राखेर बाहिर जानु दिने, फेरि भित्र यसरी आउने बाहिर जाने भित्र आउने गर्छ नि, त्यो साधारणमा हुनुपर्छ है। त्यो खास गरेर यस्तो गर्नु हुँदैन। साधारणमा बसेर चाहिँ साधारणमा त्यो सास चाहिँ फिर्ने र दैनिक रूपमा हामीले सास फेर्छौँ र त्यतिखेर अहिले सास प्रश्वास ध्यान भन्ने चाहिँ साधारण अवस्थामा यदि हामी दैनिक रूपमा सास फेर्ने तरिकाले नै गर्ने ध्यानलाई सास प्रश्वास ध्यान भनिन्छ। त्यो चाहिँ गर्नुहोस्। त्यो चाहिँ 1 मिनट जस्तो 2 मिनट जस्तो गर्यो भनेदेखि तुरुन्त के महसुस हुन्छ, मन चाहिँ यताउता नगएर फेरि तान्नु सकेर एकमा बस्नु सक्छ। त्यसो कारणले अनि यसले भन्छ पूर्व ध्यान भन्छ, यसलाई पूर्व ध्यान भन्छ, मूल ध्यान होइन, त्यसले चाहिँ पूर्व ध्यान भन्छ। त्यसले मूल ध्यान गर्नुको लागि फाइदा हुन्छ त्यसले सासमा। ल हामी सबैले एकचोटि गर्नुहोस् न, 1 मिनट सासमा राख्नुहोस् न। आनन्द ध्यान गर्नु बेलामा मन शान्तले आनन्द बस्नुपर्छ। एउटा कुरा चाहिँ ध्यान राख्नुहोस् है, हामीले आफ्नो ध्यान यस्तो बस्नु बेलामा बाहिरतिरदेखि बच्चाहरू कराएर केही न केही डिस्टर्बहरू हुनसक्छ। त्यो बेलामा फेरि हाम्रो मनको भित्र रिस हुनसक्छ। म यहाँ ध्यानमा बसेर त्यहाँ कराएछ भनेर फेरि रिस भएको त्यो पनि नराम्रो कल्पना हो। त्यसो कारणले बाहिर जो गरेको छ आफ्नो मनमा के सोच्नुपर्छ, यो मलाई के अरे मतलब छैन, उनीहरू जो गर्ने आफ्नो खुसी भनेर चाहिँ त्यसमा राख्नुपर्छ। त्यो राख्ने आफूले चाहिँ के भन्ने, ए त्यहाँ करायो अनि मेरो मन चाहिँ फेरि त्यो आवाजको पछि गएर मन चाहिँ ध्यानमा बसेन, यो मेरो मिस्टेक हो, आवाजको पछि जानु हुँदैन भनेर यता तानेर फेरि सासमा राख्ने। फेरि यस्तो डिस्टर्ब हुँदाखेरि फेरि तानेर सासमा राख्ने, नत्र त्यो रिस त्यस्तो हुनु हुँदैन। ल ल एकचोटि सबैले गर्नुहोस् त, आनन्द गरेर बस्नुहोस्। लसो यसरी ध्यान गर्नु बेलामा चाहिँ तपाईँहरूले अनुभव भयो कि भएन, हेर्नुहोस् है, आँखाहरू सबै यसरी हेर्दाखेरि आफूले सास लिएको पनि थाहा हुँदैन। आँखा बाहिर यसरी जाँदाखेरि त्यहाँ के छ त्यहाँ के छ त्यही थाहा हुन्छ, सास लिएकै थाहा हुँदैन। तर आँखाहरू अलिकति चिमेर ध्यानमा बसेर सासमै ध्यान बस्यो भनेदेखि मनहरू सबै त्यो सासमा गएर सास फेरेको चाहिँ थाहा हुन्छ, सर सर गरेर चाहिँ थाहा हुन्छ है। त्यस्तो राम्रो गरेर गऱ्यो भनेदेखि पछि कानमा पनि के नसुन्ने, आँखाले पनि आँखा यसरी खोलेर राखेर भने केही नदेख्ने, त्यस्तो हुन्छ होइन। त्यो हो, यहाँसम्म चाहिँ यो। अब मूलमा जान्छु ल, मूल विषयमा जान्छु है, ध्यानमा।
अब तपाईँहरूले आफ्नो खुसी हो ध्यानको विषय कसलाई गरे पनि हुन्छ, तर यहाँ बौद्धहरू ध्यान चाहिँ अघि मैले त्यो सिक्दैछु। त्यसो कारणले यदि तपाईँहरूले बुद्धको फोटो छ भनेदेखि यहाँ सुन्नुहोस् है, यो धेरै महत्त्वपूर्ण। हामीले ध्यान गर्नु बेलामा बाहिर भएको बुद्धको रूपलाई ध्यान गर्दैन, यो थाहा हुनुपर्छ। तर पहिला ध्यान गर्नेहरूलाई यो महत्त्वपूर्ण छ, बुद्धको राम्रो एउटा अनि फोटो रूप भएको, त्यो पनि अलिकति प्रकाश भएको है, त्यसलाई चाहिँ आँखाले राम्रो गरेर हेर्ने। पहिला आँखाले राम्रो गरेर अनि बुद्धको रूपलाई हेरेर आँखा चिमेर मनमा त्यो रूप चाहिँ आउनु दिने। मनमा चित्तमा बुद्धको रूप चाहिँ आउनु सकेन भने फेरि आँखाले दुईचोटि हेर्ने, फेरि आँखा चिमेर चित्तमा मनमा आउनु दिने। त्यो दबाई फेरि तिनचोटि यसो गर्दै गर्दै जो होस् मनमा बुद्धको चित्त चाहिँ आउनुपर्छ। त्यो मनमा चित्तमा बुद्धको रूप आयो भने त्यो के भन्छ, बुद्धको रूपको इमेज भन्छ त्यसलाई इङ्ग्लिसमा, इमेज। त्यसो कारणले मनमा आएको बुद्धको रूपको अनि इमेज, त्यसलाई चाहिँ मन यसरी ठक्कै राखेर चाहिँ ध्यान गर्ने हो। त्यस्तो भयो भनेदेखि के हुन्छ, त्यो इमेज चाहिँ आफूले जहाँ पनि लिएर जान सक्छ। यो फोटो त जहाँ पनि लिएर सक्दैन नि, हातले गर्नु पर्यो नि। मनले कहाँ यताउता लिनु सक्छ, सक्दैन। हातले पो ल यहाँ लिन्छु टाउको माथि, ल तल राख्छु, यसरी पो हातले गर्नु हो नि। यो मनले यसरी तानेर ल माथि यसो सक्दैन नि। तर मनमा आएको बुद्धको चित्त चाहिँ आफूले ल म टाउको माथि अनि ध्यान गर्छु भनेदेखि ठक्कै यहाँ हुन्छ। आफ्नो निन्द्राको अगाडि राखेर गर्छु भने त्यो पनि हुन्छ, चित्तको भित्र राखेर गर्छु त्यो पनि हुन्छ। त्यसो कारणले मनमा आएको बुद्धको रूपको चित्तलाई के अरे इमेजलाई, त्यसलाई ध्यान गर्नुपर्छ भनेको कुरा चाहिँ त्यो हो। त्यो चाहिँ सबैले त्यो गर्नुहोस्। ल अब सबैले आफ्नो आफ्नो बुद्धको फोटो छ भने हेरेर राम्रो एकचोटि दर्शन लिनु, त्यसको पछि मनमा आउनु दिनुहोस्। ल अब तपाईँहरू गर्नुहोस् ल, मैले भन्दै गर्छु है, भन्दै गर्छु गर्नुहोस् ल। फेरि अघि दोस्रो बस्नुहोस् ल। बस्नु सक्यो? अब त्यो सकेर पहिला आफ्नो मनमा, आफ्नो मन चाहिँ बन्दर जस्तो हो नि, अघि भन्यो नि। अब बन्दर जस्तो आफ्नो मन चाहिँ अनि ध्यानको अभ्यास बुद्धको अनि त्यो रूपमा राख्नुहोस्। त्यो पनि आफ्नो निन्द्राको अगाडि, धेरै टाढो पनि होइन धेरै नजिक पनि होइन, निन्द्राको अगाडि अनि मनमा आएको बुद्धको चित्त चाहिँ सम्झिनुहोस्, बुद्धको रूप चाहिँ सम्झिनुहोस्। अब यहाँसम्म चाहिँ मन र ध्यानको चित्त र ध्यानको विषय चाहिँ भयो है। अब मन यसरी राख्दाखेरि चाहिँ आफूले 1 मिनट जस्तो 2 मिनट जस्तो यसरी राख्नुपर्छ। त्यो राख्नु बेलामा नराम्रो कल्पनाहरू, चोर हो नि अघि, नराम्रो कल्पनाहरू आउन सक्छ। त्यो आयो भनेदेखि फेरि पुलिस सम्प्रज्ञाने भन्छ नि, त्यो मनले चाहिँ ए नराम्रो कल्पना आयो, मेरो मन चाहिँ ध्यानमा बस्नु दिएन, फेरि ल्याएर गयो भनेर तुरुन्त थाहा भएर होइन अहिले म समय चाहिँ ध्यानमा बस्ने समय हो भनेर मन यता तानेर फेरि बुद्धको रूपमा चाहिँ राख्नुहोस्। यो टेक्निक, त्यो ध्यान गर्ने टेक्निक भने छ नि, त्यो हो। यो चाहिँ तपाईँहरूले प्रयोग गरेर चाहिँ गर्नुहोस् ल। मैले 1-2 मिनट चाहिँ राख्छु, ल सबैले गर्नुहोस् त। ल सुरु गर्नुहोस्। सबैले आफ्नो निन्द्राको अगाडि
बुद्धको रूप छ। आफ्नो मन चाहिँ बुद्धको रूप खास गरेर बुद्धको अनुहारमा अनि राख्नुहोस्। त्यो बेलामा बुद्धको रूप अनुहार क्लियर भयो भने त राम्रो हो, क्लियर नभएर भने केही हुँदैन। क्लियर हुँदैन रहेछ भनेर चाहिँ फेरि पिर गर्नु हुँदैन। फेरि त्यो पनि कल्पना हो, कल्पना डिस्टर्ब हुन्छ, बाधा। क्लियर होस् नहोस् तर आफ्नो मनमा बुद्धको एउटा रूप अनि अनुहार आयो भने हुन्छ, त्यसमै मन चाहिँ राख्नुहोस्। अघि भनेको जस्तो मन बुद्धको अनुहारमा राख्ने। यदि मन बाहिर गयो भने तुरुन्त थाहा हुनु गरेर फेरि तान्नुहोस्। याद र सम्झाने त्यो दुईवटा चाहिँ प्रयोग गरेर चाहिँ ध्यान गर्नुहोस्। लसो अब एकछिन आराम गर्नुहोस्। अब यहाँ एउटा कुरा भन्छु त्यसको पछि चाहिँ राख्छु है। यहाँ हेर्नुहोस् है, हाम्रो यहाँ जनताहरू पनि स्टुडेन्टहरू पनि मेडिटेसन भने चाहिँ ध्यान भने चाहिँ धेरै महत्त्वपूर्ण हो। तर त्यो ध्यान पहिला गर्नु बेलामा सुरुवातमा समय धेरै के भन्छ समय रिमुखहरू छ, धेरै समयसम्म हामीले धेरै समयसम्म चाहिँ ध्यान गर्नु हुँदैन। ध्यान छेउमा के लेखेको छ, थिङला ढङमावर छ। यसको मतलब छ ध्यान गर्ने समय चाहिँ छोटो, 1 मिनट 2 मिनट 3 मिनट जस्तो, तर धेरै गर्नुपर्छ भनेको छ। धेरै पटक चाहिँ धेरै पटक गर्ने समय चाहिँ छोटो। सुन्नुहोस् ल, समय चाहिँ छोटो तर धेरै पटक चाहिँ गर्नुपर्छ। यो चाहिँ मनमा राख्नु। किनभनेदेखि समय छोटोमा चाहिँ ध्यान चाहिँ राम्रो गर्ने, त्यसको पछि आराम गर्यो भनेदेखि पछि फेरि ध्यान गर्नुमा खुसी हुन्छ कि इच्छा हुन्छ। ध्यान राम्रो नराम्रो भने ध्यान चाहिँ गर्यो, नराम्रोमा यसो बसेर 1 घन्टा गयो, त्यसको पछि चाहिँ बोर लाग्छ, अब ध्यान गरेर फाइदा छैन रहेछ भने त्यस्तो हुन्छ भन्छ। त्यसको कारणले छोटो समय तर धेरै
धेरै पटक गर्नुपर्छ भनेर चाहिँ त्यो हो। अब यहाँसम्म चाहिँ यति राख्छु। अब अन्तिममा प्रार्थना गर्नुपर्छ। त्यसो अगाडि यहाँ जनताले छोकहरू ल्याएको छ, पूजाहरू। मैले यहाँ छोटकरीमा चाहिँ पूजा गर्दै गर्छु। चाहरू सबै तयार गर्दै गर्नुहोस् ल, चा दिँदै गर्नु। छोक